पुरै डाँडापाखाहरूको भ्यू देखिएको छ। ह्यापी एनिभर्सरी पियानाको कति बजे किन मेसिनरीको मिस्त्री हजुरहरूको घरतिर पनि चाहियो भने सम्पर्क गर्नु होला। मेकअप गरेर नक्कल पारेर निस्क्यो है। अब चिकन फार्मर चिकन लाटा हेलो एभ्रिवान, वेलकम टु आवर युट्युब च्यानल। यो मेरो ब्लगको साथमा आज चाहिँ म फेरि हजुरको सामु नयाँ भिडियो लिएर आएको छु। अनि आज चाहिँ हामी हाइलाइट सुटिङ सक्नु भएर कहाँ जाँदैछौँ भनेर, तर पनि हजुरबाट मैले फेरि पनि भन्न चाहेँ। आज चाहिँ हामी पाल्पाको शीतल फार्ममा हाम्रो 50th एनिभर्सरीको अकेजनमा हिजो थियो एनिभर्सरी चाहिँ, तर आज टाइम दियो, त्यसैले हामी आज जाँदैछौँ पाल्पाको शीतल फार्ममा है। हजुरहरूले इन्जोय गर्नुहुन्छ भिडियोको लागि। लास्टसम्म हेरेर हामी चाहिँ 5 जना भएर जान लागेको। हेलो बेबी, हामी कहाँ जान लागेको? सबैको मोड एकदम यो गर्मीले उठिरहेछ है। र पनि अब हामी चाहिँ जाने भनेको उनीहरूले ढिलो भइसक्यो, 4:30 भइसक्यो। ल हामी कहाँ हिँड्यौँ गर त? पाल्पा सबैलाई अल्छीलाई लैजाङ गर्दै 5 बजी हिँडेको पाल्पा भनेर भिडियो कलमा तिमीले कहाँ गइसक्यो र तिमी कहाँ हो र पाल्पा भन्ने है। जाडो महिनामा भयो क्यामेराहरू उठेर गयो महिनामा के हुन्छ नि हाम्रो कुल्फी पार्टी। गाइस हामी कुल्फी खाँदैछौँ भनौँ। कुल्फी होला न, कुल्फी भन्न आउन्न। मैले 2टा खाइसक्यो भन। 2टा खाइसकेँ। कस्तो लाग्यो हजुरलाई भन? हजुरलाई कस्तो लाग्यो? काकी भन त एकचोटि। चाचा फेरि बन्द गरेछ यार। किन बन्द गरेछ? अस्ति अलि अस्ति त यो ओपन थियो त, यो चिन्ता लाग्दैन। हामी चाहिँ आयौँ पकौडा खानलाई जोरदारामा। यहाँबाट चाहिँ हामीले जोरदारादेखिको भ्यू पुरा पहाडहरू है, 2-3वटा पहाडहरू सिनहरू देख्न सकिन्छ। एकदमै राम्रो सिनहरू देखिन्छ यहाँदेखि चाहिँ। अब हामीहरू चाहिँ नास्ताहरू खान पकौडाहरू खान भनेर यहाँ चाहिँ पकौडा माछाहरू पनि रहेछ। माछा रहेछ माछा कस्तो राम्रो देखिने कि यो बिचमा नाना। कहाँ से आते हैं ये लोग? कहाँ से भी आते हैं? ओके। सनसेटको भ्यू हेर न। प्यारे गुरुजी कहाँ हिँडेको गुरुजी? कहाँ पाल्पा आउने? हामी त अब घर आइसक्यौँ। किन पाल्पा जान पर्छ र? खाली हामी चाहिँ गीत बजाउँदै डान्स गर्दै पुरै इन्जोय गर्दै ब्याक सिटमा बसेर पाल्पा पुग्न लागिसक्यौँ। हामी चाहिँ बाटोमै छौँ है। एकदम वरदानको डान्स चलिरहेको छ।
रमाइलो गर्दै गर्दै हामी पाल्पाले पुग्न लागिसक्यौँ। यो चौकदेखि लेफ्ट टर्न भएर पोखरा जाने बाटोतिर हामी गइसकेपछि अब शीतल फार्म जाने बाटो पनि आइसक्यो। यहाँबाट माथि गएपछि हामी शीतल फार्म जाँदैछौँ। अब हामी चाहिँ कहाँ आयौँ बाबु? हामी एकदमै भिडभाड प्याक जस्तो देखिन्छ यहाँ पार्किङहरू देखेर चाहिँ। कहाँ फार्म अरे? चिकन फार्म अरे। आउनुहोस् त मलाई अलिक ढोका खोलेर भन्ने हो। मैले त्यही छोडेर आइदिएँ त बाबु। हजुरलाई यही चाहिन्छ, अरू कुराको मतलब छैन। हामी चाहिँ फाइनली आइपुग्यौँ शीतल फार्म निसा खड्का। बाबु कहाँ सुत्ने अरे? ल आफ्नो आफ्नो बन्दोबस्त गरेर हिँड्नु भयो यहाँ सबजना। ठ्याक्क अँध्यारो हुँदा आइपुगेको छौँ हामीहरू चाहिँ यहाँ। अलिक छिटै आउनु पर्ने हो जेलमै। अनि सबैजनाहरू आएर बसेर पुरै आफ्नो रमाइलोहरू सुरु गरिसक्नु भएको रहेछ। हामीहरू चाहिँ अब एकछिन यता हेरेर अनि रुममा जान्छौँ, फ्रेस भएर अनि फेरि आउँछौँ। बाबुले चाहिँ आफ्नो आमाबुवालाई कल गरेर पुरा भिडियोबाट हामी लुनु गर्ने रुम यहीँ हो, हामी यहीँ बस्छौँ। 3वटा बेड छ भनेर पुरै आफ्नो रुम टुर गराउनु भएको छ बर्दालले चाहिँ। यो कताको गीत नाच्यो भने के? कुन गीत नाच्यो? भन पैसाको छोड्नु। एउटा कुरा पनि थाहा होस् हजुरहरूले यदि जाँदै हुनुहुन्छ भने यहाँ चाहिँ फ्राइडे र स्याटरडे चाहिँ आफ्नो प्याकेजमा जे खाना हुन्छ त्यही नै खाने हो। अरू अरू डेमा चाहिँ आफ्नो अर्डरमा खाना खान पाइन्छ। अनि प्याकेजमा चाहिँ आफ्नो थोरै खाना हुन्छ, तर यो दिनहरू चाहिँ धेरै प्याक हुने भएकोले प्याकेजमा जे खाना हुन्छ त्यही मात्रै खानु पर्ने हुन्छ। हामीले चाहिँ यहाँ ब्लुटुथ खोजेर जसको भेटेछ उसैकोमा कनेक्ट गरेछ। त्योवाला ग्रुपकोमा हो। ल हामीले चाहिँ यसरी जसको भेटिन्छ उसको ब्लुटुथ डिस्टर्ब गरेर हाम्रो आफ्नो चोइसमा म्युजिकहरू ऱ्यान्डमली लगाइदिइरहेको छौँ। हामीले चाहिँ यहाँ पुरै आगो सुत्दै म्युजिक बजाउँदै हजुर अहिले भुँडी यहाँसम्म पुग्छ। के भएर? मामा हापा ए हो कसको जस्तै हुन्छ नि बुढी।
कसको अस्ति हुन्छ दादाको र मेरो मेरो बुवाको हो न त पुरै मेहनत जारी छ बाबाको ठुलो तिम्रो ठुलो है कसको ठुलो है मेरो ठुलो फटाफट खाइ हामी केक लिन जाने हो नभन है अब के हो रे बाबा मम्मीको भन्दियो त मम्मी बाबा ह्याप्पी एनिभर्सरी आई लभ यु भन आई लभ यु धेरै माया गर्नु एकअर्कालाई भन धेरै माया एकअर्कालाई मलाई पनि धेरै माया दिनु भन पनि धेरै माया दिनु उहाँको फोकस अलि केकतिर छ अब केकको सरप्राइज दिँदैछौँ हामीले हजुरलाई भन हाम्रो हजुरलाई ल ल हामी चाहिँ अब खासमा उहाँहरूको एनिभर्सरी चाहिँ हिजो थियो त्यो एनिभर्सरीको सेलिब्रेट गर्न आएको थियौँ अब हामी यहाँ केक लिन आउँदैछौँ ल म तिमीलाई ल ब्ल्याक कलरको देखियो कस्तो मिठो छ है हेर्दै मिठो छ है ल तिमी पछाडिबाट हातमा छोपेर आऊ ल गाइस केक यहाँ रेडी भइसक्यो हामी अब जाँदैछौँ केक लिएर हामी अब केक लिएर जाँदैछौँ गाइस कताबाट हेरेर बस्नुभयो होला कहाँ गयो भनेर ओके गाइस हामी अब गइसक्यौँ है Happy anniversary! Happy anniversary! Happy anniversary! बाबु देऊ ल ह्याप्पी एनिभर्सरी भन देऊ ह्याप्पी एनिभर्सरी भनेर देऊ अलि चिच्चारो भन के ह्याप्पी एनिभर्सरी भन ह्याप्पी एनिभर्सरी मम्मी बाबा भन अब आज के हैछ र अनि केक त तिमीले खाने होइन के रे आज ल समात्नु न समात्नु एनिभर्सरी ह्याप्पी एनिभर्सरी अनि स्पेसल थ्याङ्क्स चाहिँ मेरो देउरानीलाई जसले हाम्रो 5th एनिभर्सरी चाहिँ यति मेमोरेबल बनाइदिनु भएकोमा अनि एक्सपेक्टै गरेको थिएन एकदम बिग सरप्राइज हो हाम्रो लागि चाहिँ कति बेला खान पाउँछु भन त्यो मोटे भन्छ तल भाउजू ल ल सबै खानु न ल नाइ साथीलाई खुलाइदेऊ नाइ अघि आ गरेर भ्याइसक्यो त नाइ आ गरेर भ्याइसक्यो त नाइ भाइले बाबुलाई दिनु न खै त हामीले ह्याप्पी एनिभर्सरी खै दाइ थ्याङ्क यू आउनु त दादालाई देखाइदिनु न त भिडियोमा ओके ह्याप्पी एनिभर्सरी दाइ आठ वर्ष 5 वर्ष कस्तो लाग्यो त हाम्रो सरप्राइज एकदम राम्रो म त एक्सपेक्ट नै गरेको थिएन कस्तो मजा अब वासरुम अझै उता जाने है थ्याङ्क यू सो मच बोथ अफ यु है मैले कस्तो एक्सपेक्टै गरेको थिएन के डाइलग कस्तो लाग्यो कस्तो रे अहिले मैले भन्नु न त फेरि राख्दिनु डाइलग कस्तो लाग्यो एनिभर्सरी केक गुड भन्नु न केही त पिरो भयो अरे ल पिरो भयो बाबु
12 o'clock midnight. चड्डी लारी भने ए बाबु The next day. गुड मर्निङ बेबी ल यहाँ चाचा र फिस्टु तिमी त ढाक्यो सिरो गर चाचा र भतिज चाहिँ यस्तो छ यहाँ कन्डिसन चाचीलाई उठाउन के गर्नु अरे सिरन दाजु सिरन सिरन दाजु सिरन होला सिरन दाजु छिटो उठ उठ्नु के उठ्नु छिटो लके म तान्न सक्दिनँ हजुरलाई उठेके म चाहिँ बिहान बिहान चिसो मौसम चिसो पानी एकदम फ्रेस फिल भयो यो फुलिया पनि रहेछ खालि जिरेनिमकै जताततै है यो माथि कति राम्रो भयो एकचोटि मन्टो भाँचिदिएको त्यो एकचोटि मन्टो भाँचिदिएको मैले माथिको यस्तो झप्प भयो जम्म के हो र हामी चाहिँ अब ब्रेकफास्ट गर्न जाँदैछौँ है बिहानको कति बजे 9 दाइले वा सबै रेडी भएर के अरे रेडी भएर कपडा लाएर हिँड्निस् कि तिम्रो नाइटी लाएर हिँड्यो बिहानको 6 बजे नाइटी लाएर हिँड्ने त हामी त बस्ने हो नि त यहीँ अरू पो जानेवाला अनि हामी जाने के गर्ने भन्नेवाला हामी त आनन्दले घर फर्किने अनि आनन्दले साँझ घर फर्किने हो रमाइलो गरेर सुत्दा फेरि रातिको 2 बजिसकेको थियो अलमोस्ट हिरो हिरो बा कति राम्रो देखेको के हो न तारहरूले गरेर गोल्डन दुबी हेर्नु न यो डबल वाला फुल हेर्नु न सरको घाम लाग्यो अब त्यो शीतल खन्नुपर्छ फुलहरू कति राम्रो के भयो यस्तो कि यो हाम्रो घरमै भयो जस्तो चाहिँ हो नि यो पनि है यो अझै बढी है चाहिँ यता हेर बेबी हामी कहाँ आएको पापा कुन फार्म रे नयाँ गाउँ ओभर रियाक्सन खाऊ त मफिन खाऊ न कस्तो छ मिठो लाग्यो नि हामी ल उदा भन हामी के गर्दैछौँ शीतल फार्ममा के गर्दैछौँ हामी चिकन फार्ममा भन त के गर्दैछौँ ल क्यामेरामा हेरेर भन मम सेम सेम रहेछ के सेम सेम रहेछ हजुर अब चाहिँ हामी जाँदैछौँ सेकन्डको लागि हामी चाहिँ अब रेडी भएर फेरि फर्किँदैछु अब अर्को हाम्रो नेक्स्ट डेस्टिनेसनमा श्रीनगर हामी चाहिँ सबै श्रीनगर गइसकेको छु बाबु चाहिँ गएको छैन त्यही भएर बाबुलाई एक्सपिरियन्स गराऊँ भ्यू टावरमा भनेर हामी श्रीनगर जाँदैछौँ यो चाहिँ भाइरल घर हो है गाइस Later. ल यहाँ टेन्सन वर्ल्ड वार भयो है चाचाले नानु भन्दै यता बचाउन आउँछ आफ्नो चाचालाई डेन्जर फाइट भयो है भित्र
ल बाउ जाम 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 नसिकाउनु नि प्लिज दुख्यो कि मलाई अनि मम्मीलाई अरे फेरि साँच्चै दुख्यो कि मलाई साँच्चै के हो र त्यस्तो उल्टी छ अप्सरो बनाउनु नि मिलो यतिकै लानु अब हामी चाहिँ थोरै टिकटक फोटोको लागि मेकअप गरेर नक्कल पारेर निस्क्यौँ है कति राम्रो तर लास्टै राम्रो आउँछ पूजा के राम्रो त आउँछ फेसमा घाम पर्छ के रे कालो आउँछ यस्तो छाया पर्छ यहाँ न वाउ ल यहाँ चाहिँ फोटोसुट हुँदैछ है बाबु चाहिँ यहाँ बस्दैछन् मिस्त्री यहाँ शीतल फार्ममा हजुरहरूको घरतिर किन मेसिनरीको मिस्त्री हजुरहरूको घरतिर पनि चाहियो भने सम्पर्क गर्नु होला यही भ्लगबाट प्लम्बिङ तथा वेल्डिङ तथा ग्यास वेल्डिङका पनि काम गरिनेछ हामी कहाँ प्लास्टिक वेल्डिङ पनि काम गरिनेछ प्लिज कल 9676 ल थ्याङ्क यू एउटा कुरा भन्छ है ल एउटा क्वेसन ल तिमीलाई पनि होइन अनि तपाईँलाई पनि जितेबाट एउटा डेढ मिलिदिन्छ है ल यो बिछा नि यसलाई के भन्छ बकारी भकारी तपाईँलाई भन्नु त तपाईँ गुल्मीको भाषा भन्नु इङ्ग्लिस स्याङ्जाको भाषा भनिन् तर मैले चाहिँ बुझेन धान राख्ने बकारी भकारी बकारी के भन्छ त्यही त तर भकारीको कभर त हो कि त्यो भकारी नबनिदिएको यो कन्डिसनको यसलाई के भन्छ कस्तो यहाँबाट भरिङ चढेर माथि सामान राख्ने स्टोर होइन होइन भन्नाले यो छ नि त्यो गुन्द्रो जस्तो के हो यसलाई के भन्छ यो चोयाको उसलाई गुन्द्रीलाई के भन्छ बकारी हो कि बकारीको कभर हामीले त त्यही भन्छ बकारी भन्छ त्यही हो चाचालाई थाहा छैन न मान्द्रो भन्छ कि मान्द्रो अनि राम्रो राम्रो फुलहरू रहेछ है राम्रो है त्यो कलर चेन्जिङवाला के आँप पुरै बत्तीलाई लाग्छ आँप र लिची त Two hours later. हामी चाहिँ अब रुम छोडेर निस्किन लाग्यो भर्खरै लगाएको कपडाले चाहिँ हामीलाई कम्फर्ट भएन त्यसरी ट्राभल गर्दा गाह्रो हुन्छ भनेर हामीले चेन्ज गरेर निस्किनु भएर आइसक्यो एक दिनको बसाइ हाम्रो यहाँको राम्रै भयो यति फुड चोर्ने हो र हाम्रो रुम चाहिँ यहीँ भाइरल घरमा थियो है गाइस अब हाम्रो कता हुन्छ किनभने रिभर साइड रिसोर्ट ल है वाचिङ है गाइस अझै फुल ब्लग हेर्नै छ यहाँ हामीलाई वेट गर्दै बस्नुभएको छ थाहा अघि कान्छा उहाँ माथि पुग्नुभएको उहाँ माथि उहाँ माथि अनि बाँदर चाहिँ तिम्रो फोन यता छ सबलाई देखाऊ हस् बाबुको हातबाट स्टार्ट हुनु लाग्यो अब ब्लग हाई गाइज अब हामी निश्चित लाग्यो चिकन फार्मबाट भनेर हामी अब चिकन फार्ममा निस्किन लाग्छ सबैजनाले भ्लग हेर्नु होला सबैजनाले मैले भ्लग बनाउँदैछु भन अझै पछाडि पछाडि जाऊ हाई गाइस ल सबैलाई देखाउनुहोस् बेबी सबैलाई नलाइकन सबैलाई देखाऊ अब हामी निश्चित लाग्यो चिकन फार्मबाट भनेर चप्पल लुगाउनु न त सबैजनाले भ्लग हेर्नु होला भन ल जाऊ पछाडि पछाडि जाऊ आफै जाऊ मैले भ्लग बनाउँदैछु भन अझै पछाडि पछाडि जाऊ हाई गाइस अब हामी जाँदैछौँ खोइ त खिच्दिएको क्यामेराम्यानले भएको छिट्टै छैन
पुरै रुच्छ यहाँ चाहिँ पुरै लिची फल्नलाई एकदमै रेडी भएर बसेको छ ए लिची ल है अब को आउँदै हुनुहुन्छ सबै लिची खान आउनु होला हो कि हो न सही हो अनि पुरै रुच्छ बाबु मेरो देऊ न हाय हाय हाँ एटू बाबु तिमीलाई यस्तो बेगु बनाएको नि भिडियो अन गरेको छैन ल अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ है हामी चाहिँ सबभन्दा लास्टमा निस्किन लाग्यो है ठ्याक्क 12 बजे चेकआउट थियो 12 बजे नै सक्यौँ ओहो यहाँ त नस्पातीको बुटा पनि रहेछ फलेको रहेछ ल हेर त बाबु नस्पातीको बुटा रहेछ एकदम शीतल शीतल छ मौसम अब चाहिँ बुटोलको गर्मी खान हामी निस्किँदैछौँ एकदमै गर्मी फिल हुने होला सुरुमा जाने बित्तिकै चाहिँ यहाँ यति शीतल ठाउँमा यहाँ एउटा मिनी ब्लगर एउटा यो बच्चाको ब्लग पनि आउँदैछ है उसलाई चाहिँ मेरो फोन चाहियो अरे ब्लग बनाउन हामी चाहिँ अब जाँदैछौँ यहाँबाट निस्केर ए ब्लगर बोल्ने पनि हो कि खिच्नु मात्र हैन बोल्नुपर्छ भन्नुपर्छ यो हाम्रो गाडी हो व्हाइट कलरको गाडी भन यो बाबु के नाम हो गाडीको बेरेजा यस बेरेजा खोल्नु त ल मेरो तर्फबाट ल देउरानीको लागि दिस इज फर यु हजुर वेलकम होम भन्नु न माइती जाँदै के माइती वेलकम होम माइत थिएँ यति बेला चाहिँ माइतबाट सिधै घुम्न आएन अनि अब घर जाने हो अब घर जाँदैछु त्यही भएर मैले उनको लागि बुके ल्याइदिएँ थिएँ कस्तो नेचुरल देखेको फुल 1 विकको बसाएपछि फाइनली घर जाँदैछौँ सुत्केरी बसेर जान लाग्यो यस्तो फिल भयो मलाई चाहिँ धेरै सुत्केरी त कहाँ जम्मा 1 हप्ता मात्रै बस्ने हो अलिक धेरै बस्नु पर्ला हाम्रो अब प्लान चाहिँ क्यान्सल भयो कहाँ अरे पहिला श्रीनगर जाने भन्दै थियो रिप्लेस भयो भन्नाले अब प्लान चेन्ज भयो अब हामी जाँदैछौँ जङ्गी अड्डा खाना खानको लागि सृजना फार्म जाने भनेको प्याक भयो खाना एभाइलेबल रहन्छ अहिले अब फेरि जङ्गी अड्डामा जाँदैछौँ धेरै वर्ष ढिला भइसक्यौँ जङ्गी अड्डा जानलाई फर्स्ट टाइम जाँदैछौँ हजुर हामी चाहिँ आयो पाल्पा बस पार्क के को जुलुस है ल खोइ कस्तो देउता के दिने यिनीहरूको एउटा बाध्यता होला नि हेर त कति लामो रहेछ बाफ्रे भन्नु माइ साइड छोड्दै घाममा हिँडेर बिहोस हुन्छन् बा यिनीहरू यहाँदेखि चाहिँ बतासे डाँडाको भ्यूहरू देख्न सकिन्छ माथि माथि अग्लो अग्लो डाँडा बाटो हेर्दै हेर्दै हिँड्दा वरदान चाहिँ अनि वरदानको काकी पनि निदाइसक्नु भएछ हेर्दै निदाउँदै गर्नुभएको छ हामी अब जङ्गी अड्डातिर लाग्दैछौँ के बाटोमै रहेछ जङ्गी अड्डाको बोर्ड पनि अब हामी यहाँदेखि भित्र इन्ट्री हुँदैछौँ बाटो कस्तो छ हेर्दै जान्छौँ त्यतिकैमा हामी आइपुग्यौँ जङ्गी अड्डा रिसोर्ट है हजुरहरू को हुनुहुन्छ नजिकै हजुरहरू पनि आउनु होला यहाँभित्र के कस्तो छ मैले हजुरलाई पुरै डिटेल्समा देखाउने छु मोटामोटी डिटेल्स भन्दा पनि यहाँदेखि तलको बिल्डिङहरूमा चाहिँ रुमहरू रहेछ हामी चाहिँ त्यतातिर गएनौँ कन्स्ट्रक्सनको कामहरू चलिरहेको रहेछ त्यसैले हामी तल चाहिँ हेर्न गएनौँ है कस्तो राम्रो भ्यू देख्यो न तल बनाउँछु
अब हामी खाना खाँदैछौँ। थाली सेट खाएर हामी चाहिँ अब एकछिनमा रेस्ट गरेर निस्किन्छौँ। दुई भाइले चाहिँ यहाँ गेम खेल्दै हुनुहुन्छ, टेबल टेनिस बजारले मागिराख्नुभएको छ। यहाँबाट चाहिँ पाल्पाको पुरा डाँडाहरू अनि तलपट्टिको सहर भिरालोमा बसेको बस्तीहरू सब देखिरहेको छ। एकदमै टाढा पहाडहरू हेर्दै इन्जोय गर्दै एकदम नेचरको इन्जोय गर्दै हामी चाहिँ बोटलतिर अब लाग्दैछौँ। हामीहरू चाहिँ यहाँ माथि रुफटपमा निस्किएर टिकटक बनाउँदै रमाइलो गर्दै हिँडिरहेको छौँ। फुट्यो त्यसको मुखबाट गाली, त्यसको गाला साला फुट्यो। अनि यहाँ बाटोमा आउँदा चाहिँ एउटा कन्टेनरमा रुम र सेपरेट बाथरुमहरू बनाएको रहेछ। त्यो हामीले हेरिराख्यौँ। यहाँ बिहान उठ्ने बित्तिकै चाहिँ राम्रो सिनहरू पनि देख्न पाइन्छ, भगवानको दर्शनहरू पनि देख्न पाइन्छ भनेर देखाउँदै हुनुहुन्थ्यो। A few moments later. हामीहरू चाहिँ एकैछिनमा आइपुग्यो हामी यहाँ पाल्पाको दोभानमा। अब यता रिभर साइड रिसोर्ट पनि रहेछ, त्यहाँ पनि कस्तो रहेछ एकछिन पसेर अनि त्यति खाजाहरू खाएर जाम बनेर यहाँदेखि चाहिँ पुरै एकदम शीतल शीतल पुरा हरियो सिनहरू देख्न पाइँदो रहेछ। अलिक तल रहेछ, गर्मी त गर्मी नै छ है, भुटोको नजिक भएपछि। हामी चाहिँ डुल्दा डुल्दै फाइनल डेस्टिनेसन तिनाउटमा रिसोर्टमा 2 hours later. फाइनली हामी चाहिँ हिजो गएको मान्छेहरू आज चाहिँ फर्क्यो। एक दिनको बसाइपछि गर्मी नै फिल भइरहेको छ, शीतल ठाउँबाट आएको भएर होला। थ्याङ्क यू गाइज, किप वाचिङ।